हेलो नमस्ते वेलकम सम्पूर्णमा आज हामी ट्रेनको यात्रा ऱ्यापिड केएल एमआरटी प्रयोग गर्दैछौँ र एमआरटी आइसकेको छ। हामी जानु परेन यहाँ। अब हामी भित्र प्रवेश गर्दैछौँ। अगाडि जाउँ बस्नु यहाँ। अहिले केएलसीसी जान्छौँ। लोकेसन हेर्ने काम भइरहेको फेरि। ट्रेन खरारा हिँडिसक्यो। यहाँ हाम्रो होमवर्क सरकार चाहिँ यहाँ लोकेसन हेर्दै हुनुहुन्छ। अहिले फेरि हराएपछि तनाव हुन्छ। अन्डरग्राउन्ड हुन्छ क्या यो त सबै अन्डरग्राउन्ड रहेछ। के देखाउनु मेरो भेटी देखाउनु यो स्टाइल एकदम टक्क यसरी बस्ने हो, समाउने हो। म्यापहरू पनि रहेछ त हेर्नु के सेन्टर। अनि कहाँ कहाँ झर्ने यो अहिले यहाँ आयो। यहाँ हामी यहाँ झर्ने होइन केएलसीसी पुरा तुफान केएलसीसी हामी झर्ने यहाँनिर ठिकै पुरै अन्डरग्राउन्डमा हिँडिरहेको छ। तुफान एउटा स्टेसनमा आयो कामपुङ बारुमा। हामी चाहिँ यहाँ गयो। हामीसँग यो कार्ड हुन्छ। यो कार्ड चाहिँ हामीले अनलाइनबाट टच एन्ड गोबाट यदि तपाईँसँग एप छ भने त्यसबाट अनलाइनबाट अर्डर गर्न सक्छौँ भने यदि त्यो नभएको खण्ड हामीले स्टेसनमा पैसा तिरेर यो कार्ड लिन सक्छौँ। अब यो कार्ड हामीले यसमा राखेर हामी आउट हुन्छौँ। ल यसरी हामीले ट्रेनको यात्रा गर्दैछौँ। ट्रेनको यात्रा एकदमै सहज छ र अलिकति बुझेर यात्रा गर्दा राम्रो हुन्छ। केएलसीसीमा आइसक्यो हामी। नेक्स्ट स्टेसन ठक्क यहाँ देखाइरहन्छ केएलसीसीमा रेड कलर हरियो ग्रिन कलर लागिसक्यो। आउँदा आयो। कति लामो छ यो अगाडि लास्टै घुमिरहेको छ। टर्निङै हुँदैछ क्या भित्र पनि। अब एकछिन बिस्तारै कम हुँदै गयो। ढिलो भन्यो त। ए म्याप चाहिँ यहाँ देखाएको रहेछ। पुगिसक्यो। ढोका खोलिसक्यो। हाम्रो ढोका खोलेर हामी म्याप हेर्ने। अब हामी यहाँदेखि माथि जान्छौँ। मार्छ कि कोहीले यार भेटिरहेको। तर सबभन्दा यहाँ म्याप चाहिँ थाहा हुनु पऱ्यो क्या। कहाँ झर्ने कहाँ जाने त्यो थाहा भएन भने जिन्दगी डुबान। हामी फेरि यहाँ काट आउनु पऱ्यो। हामी ट्रेनबाट एलआरटीबाट बाहिर निस्केर अब पैदल यात्रा गर्दैछौँ। एकैछिनमा हामी मलेसियाको टावरमा जाँदैछौँ। नेपालको सेतो टावर। यहाँको चाहिँ धेरै फरक टावर छ। सिसाले पुरै आकर्षित भएको। ल हामीले फाइनल्ली बाटो क्रस गरिसकेका छौँ। अब यहाँनिर तर यो बस चाहिँ हेर्नुहोस् त टुरिस्टहरू बस्ने होइन टुरिज्म भनौँ न। अब यात्राहरू ट्राभल्स टुरिस्टहरूको लागि छुट्टै व्यवस्था केएलसीसी एरियामा। यति राम्रो क्या।
तर यहाँबाट पुरै भेट्दो रहेछ त यार। फोटो भेटियो फाइनल्ली करिब 7 वर्ष पश्चात हामी मलेसियाको केएलसीसीमा आएका छौँ र यो धेरै मानिसहरू, धेरै टुरिस्टहरू, धेरै ट्राभल्स गर्ने मानिसहरू यो ठाउँमा आएर यो रमाइलो दृश्यहरू अवलोकन गरेर यसको फोटो भिडियो धेरै मानिसहरूले लिने गर्दछन्। त्यसो भए हुनाले आज म फाइनल्ली करिब 7 वर्षपछि यो ठाउँमा आएर यो भ्यू तपाईलाई देखाउँदैछु। सम्पूर्ण भिडियोहरू हेर्दै गर्नुहोला र च्यानललाई सब्स्क्राइब गरेर लाइक गरेर जोडिनु होला ताकि तपाईलाई यस्तै विभिन्न ठाउँका रमाइला दृश्यहरू देखाउनका लागि हामी जोडिनेछौँ र हामी विभिन्न ठाउँमा जानेछौँ। विभिन्न रमाइला दृश्यहरू, कला, संस्कृति, विभिन्न खालका हामीले रमाइला दृश्यहरू तपाईहरुमाझ राख्ने प्रयास गर्नेछौँ।